यिनीहरूले बेचेर उही बेलामा खाका कल कारखानाहरू राम्रो हुन्। हाम्रा नेपालीले रुँदै रुँदै विदेश त जानुपर्छ बाबु। जोन अमेरिकाका मान्छे जापानमा आएर काम गरेछन्, जापानका मान्छे अमेरिकामा आएर काम गरेछन्। काम त गर्नुपर्छ, तर ड्राइभरहरूलाई हेरेर मात्रै फाइन लाउनुपर्छ। 5 रुपियाँ कमाइ भने भुत्रो फाइन लाउनु। कामको आधारमा तपाईँलाई सबभन्दा मनपर्ने राष्ट्रपाको नेताको एउटा नाम। राष्ट्रपाको नेता एउटा नाम नभन बाबु। मलाई त यी पढेको नेता कामको आधारमा अहिले सबै राम्रा छन् भने अहिले काम गर्ने पाएन नि भुत्रो राम्रो हुन्छ। अहिले गृहमन्त्री नि घरि मास्क लाएर चाहिँ सीमातिर पुग्नुहुन्छ, घरि कहाँ पुग्नुहुन्छ, घरि सिसाको प्लास्टिक हटाउनु पर्यो भन्नुहुन्छ, घरि जनताको यो अहिले यो कामलाई चाहिँ कसरी हेरिरहनु भएको छ? मैले त यो कामलाई त कायदासँग हेरेको छ है। यो कामलाई चाहिँ मैले नराम्रो भनेको छैन, राम्रो भने हा। त्यही भएर मैले सुदन गृहमन्त्री हुनपर्छ, सुदन आउनपर्छ। बालेनले गृह मन्त्रालय आफैले लिएको, सुदनलाई ल्याउनलाई हो भनेको। बुढा खाला खाडा डराउने लिएर हुँदैन कि। अहिले गुरुङको छोरो प्रधानमन्त्री भएको थियो र के अरे गृहमन्त्री भएको थियो र पनि एक्लै अहिले गयो। अरू हैदराबाद छेत्री बाहुनका हैदराबाद जाउँ जाउँ उता जाउँ यता जाउँ भन्थे। कायदा भएको छ। गुरुङको छोरो भोटिया छोरो मङ्गोलियनहरू हुने हो क्या। लडाइँमा पनि पछि हट्दैनन्। गृहमन्त्री पायो नेपालले। कायदाको पाछ। बालेनले घुस खाँदैन, घुस खानलाई बालेनले छोड्दैन। अब भाका बालेन बाबु पैसा ककले ब्याङ्कमा थुपारेर कता कता राखेका छन्। जग्गा ककसा कति छन् त्यो ट्याक्क लिएर आउने राख्ने। यो फेरि यो झुन्डोहरूलाई तलाइदिने क्या। अब त अन्धो सङ्घले धरी गाली गरे मेरो बाबा है। बालेनले त देश बेचो भन्छन् नि। देश बेचो भन्नेलाई क्या लगाएर पहिला इन्डियामा लगेर भारतमा लगेर बेचिदिन पाए हुन्थ्यो कबाडी खाना भने। त्यसो भए बेचे छैन। प्रधानमन्त्रीले संसदबाट नेपालले सिमाना भारतको पनि सिमाना बेचेको छ भनेर मिच्न त मिच्न छ त नि छिमेकमा त्यसो भन्ने चाहिँ यिनीहरू सुकुमासी रहेछन्। कतै आफ्नो खेतबारी नभएका खेतबारीमा कन्न हुँदाखेरि तल्लो गरेको माथिल्लो गरेरमा अलिकति आउँछ, माथिल्लो गरेको तल्लो गरेरमा अलिकति जान्छ। बालेनले भएको कुरा बोलेको नभएको कुरा बोलेको छैन। एकदम सही कुरा बोलेको। पानीको कुरा कहाँ गयो अनि त्यत्रो भारतले मिचेको नदेख्ने यसो छ क्या। आफ्नो शरीरमा भैँसी उल्टिएको नदेख्ने, अरूको शरीरमा जुम्रा उल्टिएको पनि देख्ने भन्ने एउटा काला पानी त यो कस्तो कुरा गरे। काला पानी लिपुले यो के अरे महाकाली त गरेर बाईहरूकै पालामा बाँसा झुन्ना रहेछ नि त उता गए। कस्तो कुरा ल्याउनु पर्यो नि त। त्यो भारतले मिचेको छ भनेर ल्याउन त नेपालले मिचेको भन्दा मिल्छ अनि ए बाबा तिमीहरू नि यो लौरो छडेर मसित जोडी नखोज न मुर्दार भयो। काला पानी लिपुलेको ल्याउ सके ल्याउँछ नसके ल्याउँदैन। भुत्रो ल्याउन पर्छ भन्छ र सुजाता कोइरालाले उसको कसको छोरी रे त्यो मरेर गयो नि। यो गिरिजाको छोरी सुजाता कोइरालाले यो नेपाल यो लिपुलेको भारतलाई दिनपर्छ, लिजमा दिनपर्छ भन्दा यी कैती नि पातकिनीहरू कहाँ गएको थिए? पातकिनीहरू अहिले चाहिँ बालेनलाई ल्याउन पर्छ। बालेन सके ल्याउँछ नसके ल्याउँदैन। केटोले ल्याउन पर्छ न भोट जिताइदिएछ गर्छ। घरको सम्पङ्गले गएर झोलुङ्गे पुल हालिसक्यो। अब हर्क सन्तानलाई गएर त्यहाँ गएर लिएर भन्न पर्छ क्या। यो मुर्दाले लिएर अनि तपाईँ यसरी सरकारको पक्षमा खुलेर बोलिरहँदा सुकुम्बासीको पक्षमा बोल्नु तपाईँलाई केले रोक्छ? ए बाबु मैले त बोले भने टिकटक हेर्दैन। आत्महत्या गरिराखेका छन् सुकुम्बासीहरू। सुकुम्बासीहरूलाई यस्तो अरे काठमाडौँ यो राज्य भइसकेपछि, सरकार भइसकेपछि आम जनताले त्यो प्रत्याभूति गर्नु पर्दैन? राज्य भएको मतलब त्यो किन भइरहेको छैन? आत्महत्या गर्यो। आत्महत्या अब मर्न मुल्ला मरे, आत्महत्या गरे मर्न मुल्ला मरे। हो आत्महत्या गर्नुपर्छ भन्छ ती नालायकहरूलाई। त्यसको जिम्मा कसले लिने? कसैले नि कसैले। सरकारले घरबाट बाहिर निकालिसकेर फेरि अहिले पनि होल्डिङ सेन्टरबाट पनि निक्लिनु भनेको छ। अनि त्यसपछि यो सही होल्डिङ सेन्टरबाट निस्किन हुँदैन। यिनलाई काठमाडौँमै जग्गा चाहियो रे, घर बनाएर राख्न पर्यो रे, 8 लाख पैसा दिन पर्यो रे। अनि म चाहिँ के भन्छु भनिदेखि बाबु हो फेरि यिनीहरूले मलाई मारेर आउलान् भनिरहेछ। मारे त अब सरकारले खोजल बेतल गर्ला है। तपाईँकै सरकार छ। अब हाम्रै सरकार हाम्रो नभन्दा तिमीहरूको चाहिँ होइन। तिमीहरूको को त भोलि केही पऱ्यो तिमीहरू पाएन बाबु हो। अनि चुप लाग अनि फेरि उनीहरूले 35-36 वर्ष 40 वर्षसम्म सुकुम्बासीमा यो 1 पैसा नतिरिकन पैसा जोगाएर राखे पैसाले त केही गर्नु नि त। यो राष्ट्रपाले खाना दिएन, लाउन दिएन। सरकार भन्यो केपी ओलीले के गरेछन् हो त्यस्तो? केपी ओलीले केही गरे होइन। केपी भएको छोरी नाच्दा नभए मान्छे बालाई चुप लाएर बस्नु। अब तपाईँको छोरा नाति सम्झिनु। यो बालेन रविले के गर्छन् दिनु बा गर्न दिनु, चुप लाएर बस्नु। यो बालेन सरकार गरिबको सरकार हो कि न?
सबैको सरकार हो अन्याय मात्रै सहन नसक्यो केटोले अनि सुकुम्बासीहरू त होइन भन्छ सुकुम्बासीको नि हो यिनीहरूले काठमाडौँमा मुटुमा बस्न पाइने पाहाड पर्वतमा जग्गा दिए लिन्छन् अब सरकारलाई के भन्छु भने एउटा कुरो म तराईका आएर बसेका छन् भने भूमिहीन आएको छन् भने तराईमै कतैतिर दिएर पठाइदिने पाहाडका बसेका छन् भने पाहाडमै दिएर पठाइदिने उनीहरूलाई काठमाडौँको मुटुमा जहाँ मुटु छ त्यहीँ गएर बस्न चाहिँ पाइयो दिन चाहिँ पर्छ भूमिहीन बनाउन पाइँदैन त्यो चाहिँ अन्याय हुन्छ बाबु